नमस्ते एभ्रिवान। आज चाहिँ मेरो किचनमा मिठो गुन्द्रुकको अचार बन्दैछ है। त्यसको लागि चाहिने मैले सामानहरू रेडी गर्दैछु। त्यसको लागि टमाटर, थोरै काँक्रो, अनि हरियो त होइन सुकेको खुर्सानी, अनि यो गुन्द्रुक भयो, अनि प्याज अनि लसुन राखेको छु है। अब यसलाई मैले सबै सफा गरिसकेपछि अब यसलाई चाहिने मसलाहरू पनि मैले रेडी गरिसकेको छु। अब यसमा चाहिँ मैले पुर्याउने कुराहरू बेसार चाहिँ सकिएको रहेछ, म थप्छु। अनि टमाटर चाहिँ मैले मसिनो मसिनो गरेर काटेँ यसलाई। अब यसलाई चाहिँ मैले काटेपछि अब पहिला चाहिँ म यो टमाटरलाई रेडी गर्छु। त्यसभन्दा पहिला चाहिँ म बटमासलाई भुट्छु है। पहिला हाम्रो गुन्द्रुक र भट्टाको अचार चाहिँ एकदमै फेमस छ नेपालमा, मिठो पनि हुन्छ यो। अब त्यसलाई भुटिसकेपछि मैले थोरै तेल पनि राखिदिएँ माथिबाट। अब यो भुटेर यस्तो हुँदैछ, यो रातो भइसकेपछि मैले यसलाई चलाउँदै डढ्न नदिकन यो यसरी बिचबाट फुटेपछि अब यसलाई रेडी भयो। अब यो रेडी हुन थालेपछि मैले अब यसैमा अघि काटेको टमाटरलाई अलिकति हल्का पकाएर अनि त्यसलाई चाहिँ रेडी गर्नको लागि म तेल राखेँ। अब यसमा चाहिँ मैले थोरै जिरा र धनियाँ सँगसँगै पुऱ्याएँ मैले। अनि अब यसमा चाहिँ मैले अघि काटेको त्यो टमाटरलाई अलि एकैछिन पकाउँछु। अनि पकाएपछि यो पाकेपछि मैले मिक्सरमा चाहिँ यसैमा सुकेको खुर्सानी अनि लसुन, अघि मैले खोल्साएर राखेको यो लोकल लसुन हो। अनि त्यो उहरू खोल्साउन साह्रै गाह्रो है, अनि अलिअलि पनि पर्यो त्यही। अनि यसलाई चाहिँ मैले सबै सँगै राखिदिएँ। अब यति भएपछि अब यो एकछिन पाक्न दिन्छु म। अनि अब यता यो गुन्द्रुकलाई चाहिँ मैले तातो पानी राखेर पखाल्छु। यसलाई एकचोटि पखालेपछि अनि फेरि यसलाई बोइल गर्दिनँ, छोडिदिन्छु। त्यति गर्दा गर्दै अब यता चाहिँ मैले बसाल्न राखेको यो टमाटर रेडी भइसक्यो है। अब पाकेर यो पनि रेडी हुन थालिसक्यो। अब यसलाई चाहिँ मैले अझै चलाउँछु। यसमा थोरै नुन, बेसार अनि मसलाहरू राखेर अब मैले अघि रेडी गरेको प्याजलाई काट्छु। यता प्याज काटेर अनि यसमा चाहिँ अघि भएको काँक्रो पनि काटेर अब यसलाई म रेडी गरेर राख्छु। अब यता मैले त्यति गरन्जेल ऊ पनि बोइल भइसकेछ है। हाम्रो यो गुन्द्रुक पनि बोइल भइसक्यो। अब यसलाई चाहिँ म सबैलाई एकै ठाउँमा राख्छु। बटमास अनि काँक्रो अनि प्याज यो सबै एकै ठाउँमा राखेर अब यसलाई चाहिँ मैले ठुलो गमलामा मैले यसलाई मिच्छु। अनि हेर्नु न कति राम्रो भएछ सबै। अनि मैले यता भिजाएर राखेको, हिजो भिजाएको यो मेरो बोडी केराउ चना उम्रेर यस्तो भएछ है। मैले धुन जाँदा देखेँ त्यो। अनि यसलाई चाहिँ अब मैले मिक्सरमा राखेर पिस्छु यो बनाएको पेस्टलाई। यो पिसिसकेपछि अनि सबैलाई एकै ठाउँमा मोलेर अनि गुन्द्रुकको अचार रेडी गर्छु मैले। अघि त्यो यो उस चाहिँ मैले काट्न परेन है, मसिनै खालको रहेछ मसित गुन्द्रुक, त्यही भएर मैले चाहिँ यसलाई काटिनँ। अब यति भइसकेपछि अब मैले सबैलाई त्यो पेस्ट पनि मैले त्यहीँ राख्छु। मिक्सरमा मैले पिसिसकेँ। अब यो पेस्ट पनि सबै त्यहीँ राखेपछि अब मैले सबैलाई सँगै मोल्छु। अनि यसमा चाहिँ अलि पिरो धेरै भएछ है, मलाई हातले मिच्न चाहिँ डर लाग्यो, हात पोल्छ कि भनेर। दिनभरि पोल्छ नि त यो खुर्सानीले हात फेरि। अनि मैले चम्चाले नै मोलेँ। हेर्नु न कति मिठो भयो, हेर्दा पनि खाउँ खाउँ लाग्ने। हजुरहरूलाई यस्तै यस्तै रेसिपी चाहिएको छ भने मेरो च्यानललाई सब्सक्राइब, लाइक अनि कमेन्ट गर्नु है। बाई।